चाहिँ हामी आन्टी र म धरारा आएको छौँ। धरारा अनि टिकट काटेर अनि हामीले चाहिँ 300 टिकट काटेर भित्र छिरिसक्यौँ। धरारा अब हामी चाहिँ भित्र तपाईँहरूलाई देखाउनु गइरहेको छु। तपाईहरुलाई थाहा नै छ 2015 अप्रिल 25 मा आएको नेपालमा आएको ठुलो भूकम्पले गर्दाखेरि हाम्रो यो पुरानो धरहरा चाहिँ भत्किएर यो चाहिँ अहिले जुन यो धरहरा छ नि यो चाहिँ भर्खर यो चाहिँ नयाँ कन्स्ट्रक्ट गरेको हो। अब चाहिँ तपाईहरुलाई म धरहराको बारेमा केही इन्फर्मेसन दिन गइरहेको छु। पुरानो धरहरा चाहिँ 1832 मा त्यति बेलाको प्राइम मिनिस्टर भीमसेन थापाले क्वीन ललित त्रिपुरा सुन्दरीको अर्डरमा बनाएको थियो धरहरा चाहिँ। अनि 2005 मा चाहिँ पब्लिकको लागि खोलेको थियो। त्यो धरहरा चाहिँ 9 तलाको थियो भने तपाईहरुलाई एउटा कुरा थाहा नहुन सक्छ, यो 2015 अप्रिल 25 मा आएको भूइँचालोले भत्काएको धरहरा चाहिँ पहिलो धरहरा नभएर दोस्रो धरहरा हो, जुन चाहिँ 1832 मा बनेको थियो भने योभन्दा पहिला बनेको धरहरा चाहिँ ठ्याक्कै यसको 8 वर्ष अगाडि 1824 मा बनेको थियो। हामी कहाँ घुम्न आएको आन्टी? हामी सुन्दर धरहरा। हजुर धरहरा। अझै पानी उफ्रिरहेको छ अनि यस्तो छ। अब हामी अगाडि हाम्रो भ्रमण अगाडि बढाउँदैछौँ। धरहरामा चाहिँ यो टावर, यो सेतो टावर मात्रै नभएर सेतो टावर हो, यो धरहरामा चाहिँ यो सेतो टावर मात्र नभएर पार्कहरू पनि छ। तपाईँहरू चाहिँ यो धरहरालाई एउटा धरहरा मात्रै छ भनेर आउने होइन, यहाँ तपाईँसँगले पार्कहरू छ, यहाँ यसो बसेर परिवारसँग आएर बस्न सक्नुहुन्छ। अब हामी तपाईँसँगले यता आएछौँ यो भर्याङबाट कस्तो काम गरेपछि हो। यहाँ चाहिँ के चाहिँ धारा छ जस्तो छ। यो चाहिँ सुन्दरा हो। अनि यो ढुङ्गे धारालाई हिटी पनि भन्ने गरिन्छ। अनि यो हिटी चाहिँ लिजिभी किङको पालादेखि चाहिँ यसको विकास हुँदै आएको हो। काठमाडौँमा चाहिँ यसरी यस्तो धारामा पानी खाने गरिन्थ्यो। ल अब चाहिँ तपाईँहरूलाई म धरहरा देखाउनु गइरहेको छु। धरहरा चाहिँ यहाँ छ है, धरहरा म धरहरा। अन्त पहिलोचोटि धरहरा यति नजिक आउनु भयो कि पहिला नै आउनु भएको थिएन? यता हुन्छ यहाँ हिलो रहेछ टक्कसँगले यता धरहरा देख्न सक्नुहुन्छ। धरहरा माथि अब त्यो टौरी होइन टपमा पुगेर तपाईँहरूलाई म टपदेखि कस्तो देखिन्छ भनेर देखाउँछु। आन्टी देखिनु आन्टी चाहिँ यहाँ भर्याङ चढेर यहाँ एक्लै आउनु भइसकेछ। यो चाहिँ भत्केको धरहरा यस्तो हो। भत्केको धरहरा अनि यो चाहिँ पुरानो धरहरा चढ्न मनाइ छ भनेर लेखेको छ। यो पुरानो धरहरा तपाईँलाई म एक फोनको हानिदिन्छु। यो धरहरा चाहिँ पुरा त्यहाँ हेर्नु सक्नुहुन्छ इँटाले बनाएको छ, इँटा र माटोले बनेर त्यही ढलेको रहेछ। भित्र चाहिँ अलिक मोटो पाता भित्रदेखि त्यस्तो ठुलो ठाउँ छैन रहेछ। म चाहिँ पहिला त्यो धरहरा हुँदाखेरि म चढेको थिएन क्या, अनि मैले चाहिँ नचढी झऱ्यो क्या धरहरा चाहिँ। अनि यहाँ चाहिँ यो ढुङ्गा यो चाहिँ नयाँ देख्छ तर
यो ढुङ्गा चाहिँ एकदम पुरानो हो क्या हेर्नु न त्यहाँ पुरानो लाग्ने खतरा लाग्ने पुरानो कुराहरू एकदम खतरा लाग्छ पुरानो ढुङ्गाहरू यो चाहिँ ब्याक साइड हो ब्याक साइड धरहराको यो चाहिँ सेतो टावर यो चाहिँ बालनजीले बालनजीले भन्नुभएको यो चाहिँ के अरे यो चाहिँ त्यो पुरानो पछाडिको भत्केको चाहिँ यो चाहिँ धरहरा यो चाहिँ सेतो टावर यो चाहिँ सेतो टावर बनेको छ 24 तल्लाको त्यसको बेसमेन्टले चाहिँ तपाईको के भने छ रे सेतो टावर 24 तल्लाको त्यसको नाम धरहरा हैन धरहरा त पछाडीको हैन र जुन भत्कियो सेतो टावर चढ्न गइरहेको छौँ गाइस यहाँबाट बिचबाट जानु मिल्दो रहेछ तर दोरी बाँधेर प्लास्टिक बाँधेर अनि पछाडि धरहरा होइन सेतो टावर हेर्नु सक्नुहुन्छ यहाँ एउटा बेन्ची रहेछ म चाहिँ यहाँ बसेँ आन्टी चाहिँ वासरुम जानुपर्छ त्यसैले म चाहिँ कुरिरहेको छु आन्टीलाई पार्कर हेर्नु चाहनुहुन्छ भने मेरो युट्युब हेर्नुहोस् यो चाहिँ ट्याङ्की नभएर चाहिँ पानी ल्याऊ होला त्यो चाहिँ म उचालिदिइहाल्छु हेर्नु सक्नुहुन्छ उचाले पानी निस्क्यो आन्टी आउनुहुन्न त आन्टी उता पुग्छु भयो हेलो गाइस म चाहिँ टोइलेट आएको बोइस टोइलेट के भयो म टोइलेट आएको होइन तपाईँहरूले देखाउन आएको टोइलेट कस्तो भनेर भागिहाल्नुपर्छ अहिले मान्छेहरू के गरेको भाइ भनेर सिम्पल छ है अहिले थाहा के थियो कसो निस्क्यो तान्ने हो कि बेटा प्रेस ल यो मिल्यो नि त अब चाहिँ आन्टी र म के अरे अब चाहिँ आन्टी र म धरहरा यो सेतो टावर चढ्न लागेको यहाँ चाहिँ टिकट देखाउनु पर्दैछ भित्र सक्नुहुन्छ यहाँ चाहिँ अब हामी भरे चढ्नु लागेको यहाँ त लिफ्ट पनि छ यहाँ चाहिँ बुढा मान्छेहरू अनि बच्चाहरूको लागि चाहिँ बच्चाहरू हिँड्नु नसक्नेलाई चाहिँ लिफ्ट छ अनि हामी चाहिँ भर्याङबाट जाने अब म चाहिँ धरहरा चढ्नु लिफ्ट छ मैले आन्टीलाई भेटेँ आन्टीको खुट्टामा चाहिँ अलिकति घाउ भएको छ त्यही भएर आन्टीलाई चाहिँ अलि हिँड्न गाह्रो भइरहेछ अनि आन्टी ठुलो मान्छे नि हो उहाँलाई अलिक गाह्रो भइरहेछ भर्याङ चढ्न यो टाइल्सको भर्याङ हाल्दैछ आन्टी चिल्लो यसो सिलगढी खेल्नु भने उहाँले जान्दिनु पहिला तपाईँ छिटो हामी अलिक ढिलो हुन्छ नि त आन्टीलाई चाहिँ अब आउने बेला चाहिँ लिफ्टमा चढेर ल्याउनुपर्छ ऊ कति तले भएको छ हामी कति तले आयो थाहा छैन हौ ए झ्याउ विन्डो यहाँ यस्तोमा बोर्डहरूमा लेखेको छ अहिले चाहिँ हामी 6th फ्लोरमा छौँ है 6th फ्लोर 7 तला कति तले धरहरा थाहा छ तिमीहरूलाई थाहा छैन होला नि होइन आगो लाग्यो भएको क्रममा यहाँ टक्कर थिचिदिने अनि अलार्म बस्छ होला सायद हामी चाहिँ 9th फ्लोरमा आइपुग्यो 10th फ्लोर 11 तला आइपुग्यो 11 9 तला भनेर सोचेको त 10 तला रहेछ 10 तला भनेको त 11 तला पऱ्यो
अब चाहिँ हामी फाइनल फ्लोरमा जाँदैछौँ 12मा अरे कतिवटा भने आन्टीले त भनेको त आएको गर्छ त हौ के को लास्ट फ्लोर भनेको त 13 14 15 ल यो चाहिँ लास्ट फ्लोरमा आइपुग्यो हामी चाहिँ लास्ट फ्लोरमा आइपुगेछौँ फाइनल 19 हामी चाहिँ टप फ्लोरमा पुगिसक्यौँ यहाँ चाहिँ टिभी अनि यहाँ माथि चाहिँ लाइटहरू एलइडी लाइट ल अब हामी चाहिँ टपमा पुग्यो आन्टी र म टपसँगले ल आन्टी पुग्दा कस्तो महसुस हुँदैछ आन्टी सेन्सर फ्याबी हुँदैछ आन्टी हामी चाहिँ फोटो डिस्टर्ब गर्दै मैले यसो टपमा पुगेर हामी चाहिँ यसरी भ्रमण गर्दैछौँ यो लाइट मन पऱ्यो मलाई डस्टबिन पनि छ हावा चल्यो र पछ्यौरी उडायो नि त हेर्नु त ल यहाँनिर चाहिँ तल यस्तो हेर्नु भयो यो चाहिँ पुरानो धरहरा पुरानो धरहरा पनि यस्तो जस्ता राखेर राख्नु रहेछ टक्कसँगले यहाँ हेर्नु सक्छ आन्टीले नि यस्तो यता मान्छेहरू हिँडेको भइरहेछ आन्टी फोटो खिच्नु फोटो तल झर्नु लागेको जाउँ आन्टी यहाँ यताबाट तपाईँलाई यहाँबाट लिफ्टबाट आन्टी चाहिँ लिफ्टबाट जाने ट्राई गर्छु उहाँ एकजना यहाँ दाइ ल आन्टी लिफ्टमा छिर्नु भइसक्यो अब म चाहिँ भनेको गरौँ आन्टी फर्स्ट कि म फर्स्ट छिटो झरौँ भनेको छिटो झरौँ भनेको के गर्नु छिटो झर्नु मिलेन मान्छे त्यसरी यहाँ हालेर अब चाहिँ म फाइनली होइन फाइनली भेट भयो फाइनली म चाहिँ धरहराबाट अनि तल झरिसकेँ अब आन्टी चाहिँ लिफ्टबाट चढेर आएर यहाँ थपक्क बसिरहनु भएको छ आन्टी कति मिनट भयो आन्टी तपाईँ यहाँ आउनुभयो हेरेको